त्यस्तो देश खाएको त छैन हैन। अब देश चाहिँ खाएको हैन बनाउने जस्तो लाग्छ मलाई। ऋतु र हाम्रो तेजेन्द्र परियारलाई पनि श्रम संस्कृति पार्टीमा स्वागत छ भनेर उहाँले स्टाटसै हाल्नु भएको थियो नि। थियो अब है? थियो एकदम। तपाईलाई यो धेरैजना व्यक्तिहरूले यो तेजेन्द्र परियार यति राम्रो नाम छ तपाईँको, हजुर। अर्कै नामले बोलाइदिनुहुन्छ नि हैन? यो- त्यो तपाईँलाई चित्त दुख्थेन? छैन। अनि तपाईँलाई पहिला मलाई कल उठ्यो भने तपाईँलाई रिस उठ्दैन यार? मलाई पहिला रिस उठ्थ्यो हैन, अथाह रिस उठ्थ्यो पहिला। त्यो मुकुट लाउन पाउन त धेरै भाग्यमानीले लाउने हो के, अभागीले कहाँ लाउँछ भने यार। तेजेन्द्रले गएको भए त सायद कारबाही पर्थ्यो होला। तेजेन्द्र खेलेको मात्रै हो, तेजेन्द्र मात्रै छैन त्यसमा। तपाईँ चाहिँ यो हट क्रियाकलापहरूको लागि चाहिँ तपाईँ ब्लकबस्टर हुनुभएको छ, के कसरी लिनु भएको छ यसलाई? यो त म एकदम राम्रै तरिकाले लिन्छु, किनभने भाइलाई दाइ म त यार साइबरले पक्रिन्छ त्यो भनेपछि त अनि मलाई पनि माया लाग्यो। हट हुनु भनेको मेरो गल्ती होइन के, मलाई हट बनाइन्छ के यार। कस्तो कुरा गर्नुहुन्छ, हट बनाएर भएको हो क्या म आफै भएको होइन, हट बनाइदिने के। दर्शकले कलौटे भने पनि तेजेन्द्र भने पनि मायाले भन्नुभएको छ, यति धेरै माया गरिदिराख्नु भएको छ। दर्शक मान्छे जतिसुकै गोरो भए पनि त्यसको एउटा चिज चाहिँ एकदमै कालो हुन्छ। सुरु गरौँ। 1 मिनट छ है तपाईँसँग समय? टाइम नसकिँदै भन्न पाइन्छ। टाइम नसकिदियो भन्ने डन डन समय छ अझै? डन ल डनै हो? कहाँ खान सक्छ यार यत्रो मासु, तपाईँ हावा कुरा गर्छ यार। तपाईँले त्यसो भन्नुहुन्छ खान पर्यो, खान मलाई सक्छु। त फोनमा तपाईँले 5 किलो नि भनिदिनु 2 किलो खान सक्छु भने तपाईँले हिजो कहाँ सक्छ यार, सक्छु भनेको होइन? त्यो त म जिस्केर खाउँला भन्ने। अहिले आएर मलाई तपाईँ ठिक लाउनु छोड्यो यार सर। तपाईँ झाप हुनुहुन्थ्यो क्या हिजो? म कहिले कहाँ म रक्सी खाम यार, म मासु खाउँ यार, म यार दुध खाउँ यार, दही खाउँ, तपाईँलाई के टेन्सन यार। 5,000 लानुभयो भने त तपाईँलाई यार के गर्नुहुन्छ? 5,000 रुपियाँ जित्नु भन्नु भन्नु त। त्यो के गर्ने हो र, केही नै के गर्ने हो र, त्यो 5,000 घर किन्ने होइन, घडेरी किन्ने होइन भन्ने रे। हाम्रो यो पैसाले त्यत्रो साला गरिनु हो यार, अघिदिनु पर्यो। खाना खाने मान्छे आयो भने मैले चाहिँ प्रायोजन गरिदिउँला। कसम कसम ल, अहिले भयो फेरि सर होइन, झुट बोल्न पाइन्न नि। फेरि कति प्रायोजन गर्नुहुन्छ? ल ठ्याक्कै बोल्नुहोस्। 5,000 स्योर? स्योर हो। हेलो एभ्रिवान, यहाँहरू सबैलाई नमस्कार गर्न चाहन्छु। म सुभाष कदल। आज मैले यहाँहरूको माझमा छुट्टै खालको एउटा च्यालेन्ज लिएर उपस्थित भइसकेको छु र यो च्यालेन्जको चाहिँ केही सिस्टमहरू छ। हामी सिधै च्यालेन्जमा जाँदैनौँ। त्यो च्यालेन्जमा प्रवेश गर्नको लागि चाहिँ हामी 2 सेसनमा चाहिँ त्यसलाई विभाजन गरेका छौँ र पहिलो प्रक्रिया छ प्रश्न उत्तर। प्रश्न उत्तर भन्नाले कस्तो छ भने हामीले 3टा प्रश्न सोध्छौँ र त्यो 3टा प्रश्नमा चाहिँ 2टा प्रश्नको एन्सर दिनुपर्ने हुन्छ हाम्रो अतिथि पाहुनाले चाहिँ, र त्यो 2टा प्रश्नको उत्तर दिइसकेपछि उहाँ यो च्यालेन्जमा भाग लिन पाउनुहुनेछ। र यदि उहाँले 3टामा 2टा प्रश्नको उत्तर दिन सक्नु भएन भने उहाँ चाहिँ यो कार्यक्रममा भाग लिन पाउनुहुने छैन है त। यो कार्यक्रमको नियम छ हाम्रो। यो कार्यक्रमलाई चाहिँ प्रायोजन गर्नको लागि चाहिँ थोरै सपोर्ट गर्नुभएको छ श्रेष्ठ धादिङ मिट सप, जो काभ्रेस्थलीमा अवस्थित छ, तारकेश्वर नगरपालिका। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। आज मसँग एकजना अतिथि कलाकार हुनुहुन्छ। सर्वप्रथम हाम्रो यस कार्यक्रममा स्वागत गर्न चाहन्छु। स्वागत छ सर हजुरलाई। धेरै धेरै धन्यवाद छ। हामीसँग आज चर्चित व्यक्तित्व हुनुहुन्छ, पछिल्लो समयमा एकदमै देश खाइराख्नु भएको छ, हाम्रो तेजेन्द्र सर हुनुहुन्छ। त्यस्तो देश खाएको त छैन होइन, अब देश चाहिँ खाएको होइन बनाउने जस्तो लाग्छ मलाई। अनि देश बनाउनु भन्दा ठ्याक्कै एउटा कुरोको याद आयो क्या सर, हजुरलाई श्रम संस्कृति पार्टीमा एकचोटि आएको थियो नि कुरा, के भयो तपाईँ जानु भएन? पार्टीगत रूपमा म चाहिँ कहिले पनि गइनँ, तर व्यक्तिगत रूपमा चाहिँ म जाने भएको हुनाले म चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको पहिल्यैदेखिको एकदम। भनेपछि तपाईँ श्रम संस्कृति पार्टी भन्दा राष्ट्रिय स्वतन्त्र पार्टीमा धेरै तपाईँको क्लोज हुनुहुन्छ? पहिलादेखि नै म चाहिँ अब रवि लामी छानेको फ्यान हुनाले एकदमै म त्यतातिरको मान्छे। मलाई चाहिँ श्रम संस्कृति पार्टीका हाम्रो हर्का साम्पाङजीले जस मलाई चाहिँ एकदम सपोर्ट गरेर बोल्नु भएको थियो, उहाँको विषयमा पनि म बोलिराख्ने मान्छे। ऋतु र हाम्रो तेजेन्द्र परियारलाई पनि श्रम संस्कृति पार्टीमा स्वागत छ भनेर उहाँले स्टाटसै हाल्नु भएको थियो नि? थियो अब थियो एकदम। तपाईँहरू जान मन लागेन तपाईँहरूलाई? नै पार्टीगत रूपमा नगएको, अब व्यक्तिगत रूपमा त हाम्रो माया छँदैछ नि। युवा नेताहरूलाई त अब हाम्रो देशमा चाहिँ युवा चाहिने भएको हुनाले, देश सुधार्न पर्ने भएको हुनाले युवा चाहिएर युवा नेताहरूलाई साथ सपोर्ट छ। हर्का साम्पाङले गरेका कामहरूलाई एकदम साथ सपोर्ट छ। जे भए पनि व्यक्तिगत हिसाब रवि लामी छाने एकदम मनपर्छ, तर अरू राम्रो काम गर्ने व्यक्तिलाई नि तपाईँको साथ सपोर्ट छ। सबैलाई साथ। ठिक छ, आज हाम्रो च्यालेन्जमा तपाईँ आउनु भएको छ, च्यालेन्जलाई एक्सेप्ट गरेर आउनु भएको छ। तपाईँ जतिको कलाकार जो पछिल्लो समयमा छ नि, तपाईँलाई यो धेरैजना व्यक्तिहरूले यो तेजेन्द्र परियार यति राम्रो नाम छ तपाईँको, अर्कै नामले बोलाइदिनुहुन्छ नि होइन? त्यो तपाईँलाई चित्त दुख्थेन? यो यस्तो हो कि अब धेरैले भन्छन् नि अब नाम कस्तो भने अब
तेजेन्द्र परियार भनेको एउटा चाहिँ नाम त मेरो छँदैछ होइन म त्यो नामको चाहिँ यहाँको नेपाली नागरिक हुँ कि तेजेन्द्र परियारको होइन नेपाली नागरिक त्यसमा चाहिँ मेरो अरिजिनल नाम भनेको तेजेन्द्र परियार त्यहीमा पनि अब मलाई चाहिँ पब्लिक फिगरको नाम चाहिँ मलाई जे होस् कलौटे भनेर जे भन्नुहुन्छ नि मलाई पहिला रिस उठ्थ्यो होइन अथाह रिस उठ्थ्यो पहिला अथाह रिस उठ्थ्यो के सुरुमा मलाई कालो मान्छे देखेर भने कि जस्तो लाग्थ्यो होइन तर अहिले पछिल्लो समयमा अब सबैले जहाँदेखि नि कलौटे सर आह के छ आराम हुनुहुन्छ कलौटे राजा होइन यो दिनुहुन्छ अनि के सर तपाईँको छ नि यो चुनावको बेलामा कि कहिले तपाईँको त पुरा श्रीपेशमा पुरा राजा बनाइदियो तपाईँलाई राजा बनायो नेपाली यो हाम्रो जेनजी आन्दोलनको अब तेजेन्द्रले बरु गर्ला अरूको काम छैन भन्ने टाइपले फ्यानहरूले त्यो गर्नुहुन्छ होइन त्यहाँसम्म पुर्याउनु त्यो श्रीपेश लगाइदिँदाखेरि चाहिँ तपाईँको त्यो फोटो देख्दा चाहिँ तपाईँलाई कस्तो फिल भयो त्यो मुकुट लाउन पाउन त धेरै भाग्यमानी लाउने हो कि अघिले कहाँ लाउँछ बनाइदिने भए हाम्रो बनाइदिने हुन्थ्यो होइन हाम्रो नै अब जो तर एकदम फ्यानहरू बिग फ्यानहरू जो हुनुहुन्छ नि त्यस्ता एडिट गर्न जान्नेहरू होइन अब अहिले त अब चाहिँ जहाँ पनि स्क्रिन छ जता गयो त्यतै होइन अब डिजिटल जमाना अब यो डेन्जर जमाना हो नि त यहाँ अब होइन तपाईँ जहाँ गए पुग्यो त्यही छायाङ्कन हुने जमानामा जहाँ पनि हुन्छ होइन त्यो फोटो राख्ने त्यो मुकुट लाएर राजाको मुकुट लाएर फोटो बनाउने भनेको एक मात्र तेजेन्द्र परियारलाई मात्रै होला कि फ्यान पछिल्लो समयमा कलाकार मात्रै नभनौँ न पछिल्लो समयमा तपाईँको राजा जो हुनुहुन्छ नि अहिले पूर्व राजा हुनुहुन्छ नि उहाँको पनि मुकुट लगाइदिएको छैनन् मान्छेले तर तपाईँलाई चाहिँ राजा बनाए लगाइदिन्छ तपाईँलाई राजा बनाउनु चाहे नेपाली जनताले चाहँदा रहेछन् क्या त्यो यहाँ मलाई बिल्ला उडाउनेहरू त धेरै हुन्छन् है तर अब धेरै पनि भए नभएका नि होइनन् तर पछिल्लो समय जति पछि गयो मान्छेलाई म बोल्दै जाँदाखेरि ओहो तेजेन्द्र यतिकोसम्म बोल्न सक्ने रहेछ यो योग्यताको छ है भन्ने चाहिँ दर्शकले बुझेको अनुसारले मलाई माया गरेर मलाई अनेक गराएर पठाउनुहुन्छ नि घरि अनि तपाईँको छ नि पछिल्लो समयमा त एउटा गीत लाइभ दोहोरी गीत राम्रो गाउनुभयो भनेर निकै प्रशंसा पनि गर्नुभयो नि दर्शकले होइन अब त्योभन्दा धेरै राम्रा गीत पनि गाएको छु मैले गाउन चाहिँ अझै होइन जे होस् अब बढी मन जित्नमा चाहिँ सफल भइएछ कि त्यसमा त्यो दोहोरीबाट चाहिँ दर्शकले लाइभ दोहोरीबाट हेर्नु अब आफ्नै बरु अफिसियली गीत बरु त्यति चलेन तर म मान्छे मात्रै चले मेरो गीत चलेनन् कोहीका गीत चल्छन् मान्छे चल्दैनन् त्यस्तै जस्तो भयो कि अब मेरो नि अफिसियली गीतहरू चलेनन् अब अरू दाइहरूका गाउँदाखेरि चाहिँ अब जे होस् तेजेन्द्रले यतिको गीत यसरी न्याय दिएर गाउन सक्दो रहेछ भन्ने पर्यो अनि शब्द पनि त्यस्तै हो एकदम अलिअलि माइन्ड चल्छ मेरो राम्रै चल्ने भएको हुनाले मैले शब्द पनि त्यस्तै गाएको हुनाले धेरै अनि तपाईँ के सर बेला बेलामा एकदमै के विवादमा तानिनुहुन्छ तपाईँ होइन बेला बेलामा कहिले तपाईँ ऋतुसँग हामफाल्नुहुन्छ ऋतुसँग चाउमिन काण्ड आउँछ कहिले कहिले त कार्तोस पुरा यस्तो कहिले तपाईँको के यस्तो उश्रृङ्खला क्रियाकलापहरू गर्नुहुन्छ तपाईँले अब यो चाहिँ खासमा किन र कसरी तपाईँ त अहिले ब्लकबस्टर हुनुभएको छ तपाईँ के को थाहा छ तपाईँ चाहिँ यो हट क्रियाकलापहरूको लागि चाहिँ तपाईँ ब्लकबस्टर हुनुभएको छ के कसरी लिनुभएको छ यसलाई यो त म एकदम राम्रै तरिकाले लिन्छु किनभने सबैको अब यस्तो छ कि अब त्यो के हो भने अब सुटिङमा गइन्छ होइन अब सुटिङमा जाँदा जाँदै अब चाहिँ अब एउटा केटाकेटीमा अब हामी घुलमिल भएको हिसाबमा दाजु बहिनी ऋतु बस्ने बहिनी अनि म घुलमिल जोसुकै पनि के छिट्टै केटीहरू मेरो बहिनीहरू भन्छु केटीहरू भन्दा अलि अन्यथा लाग्ला होइन मेरो बहिनीहरू अब छिट्टै नजिक हुनुहुन्छ कि मलाई चाहिँ मैले उहाँहरूको मन जित्या हो उहाँहरूले मेरो मन जित्यो मलाई थाहा हुँदैन छिटो नजिकै हुनुहुन्छ कि मसँग घुलमिल भएरै बोल्न अनि तपाईँले बहिनी भन्ने सुन्नु न बहिनी भन्ने अनि यस्तो के गरे के पर्न जान्छ के सर त्यो अब गर्दिन भन्दा पनि त्यस्तै मान्छेले अलि राम्रा काम गरे हेर्ने थिएनन् होला त्यही लगाएर चाहिँ अब ताकेको त्यहाँ ठ्याक्कै मिलायो बेला ताके बेला अब पऱ्यो थियो यसो गर्दा ल घोच्यो भन्ने पर्यो होइन मान्छेलाई त्यो त्यही क्लिप मात्रै हेर्ने काटेर हालिदिन्छ होइन अब त्यही पुरै गीत बरु त्यो गीत चलेको छैन कि म्युजिक भिडियो अझै त्यो तपाईँले त्यो पेस्तल यस्तो गरेको चाहिँ के अरे कार्तस यस्तो गरेको चाहिँ त्यो कुन गीत थियो त्यो गीत चाहिँ अब म अब धेरै भएर होला अलि ओके गीत त्यो फेरि धेरै असाध्यै राम्रो छ म्युजिक भिडियो होइन जस गाईको सेतो छ भन्ने गीत त अब त्यसको त हाम्रो पूर्व गृह मन्त्रीसम्म पुग्यो हाम्रो रमेश लेखकसम्म पुग्यो कि मलाई चाहिँ तेजेन्द्रले गाएको भए त सायद कारबाही पर्थ्यो होला तेजेन्द्र खेलेको मात्रै हो तेजेन्द्र मात्रै छैन त्यसमा फेरि हामी चारजना छौँ त्यहाँ त्यसमा खेलेका मोडलहरू होइन हाम्रो ध्रुव पुन मगर भाइ उहाँको
उहाँको गीत हो। त्यो गीतमा खेल्नको लागि पहिले नै उहाँको जीवन सङ्गिनी र उहाँले नै सँगै गाएको गीत। त्यो त्यो गीतमा खेल्नको लागि अवसर मैले नै जुटाइदिएको थिएँ तपाईँलाई। अवसर नि जुट्यो, अलिक कडा भयो सर त्यहाँ होइन। अलि त्यो क्लिपले चाहिँ अलिकति मलाई झन् अलि अप्ठ्यारो पारे जस्तो नि। तपाईँ त हट्के हुनु भयो नि त्यसपछि त? होइन त्यस्तो होइन नि त, मलाई त्यो हुन चाहेको होइन नि त, म त अझै राम्रो हुन चाहो। त्यहाँ नराम्रो दृष्टिकोणले हेरिदियो क्या। हटको के हुनुभएको? रमेश लेखकसम्म पुग्दाखेरि त्यो गीतलाई मैले चाहिँ ल यो क्लिप हटाइदिन पर्यो है ध्रुव भाइ भनेर भाइलाई, दाइ म त यार साइबरले पक्रिन्छ त्यो भनेपछि त अनि मलाई पनि माया लाग्यो। गीत हातै बढ्या छ, भ्युज कडा गयो। टिकटकमा त्यस्तै छ अहिले पनि बाटा ल गाईको दुध सेतो आयो मलाई पो भन्छ नि यार। अब के म त खेले होइन नि त, म खेल्या मात्रै गीत पनि होइन। अब मलाई मात्रै भन्छन् ऋतु खेल्या छ, हाम्रो यो के भन्छ अर्को निकिसा, अनि हाम्रो ध्रुव भाइ, हामी धेरै अन्य खेलेछौँ नि त त्यसमा त। जो सबैभन्दा विवादमा चाहिँ तपाईँ र ध्रुव। अब यो यस्तो भयो कि अनाएर अब यसो हुन्छ नि फेस्ट अलि बाहिर बढी बिकेको फेस्टलाई चाहिँ बढी गाली नि आउने र त्यसमा बढी ताली नि आउने भएको हुनाले बराबरै दुइटै बराबर लिने भएको हुनाले त्यो गीतलाई चाहिँ समग्र रूपमा तपाईँले कसरी लिनुभएको छ? त्यो गीत राम्रो हो नराम्रो होइन, अहिलेको समयअनुसार त्यसमा चाहिँ अलिकति भिडियो चाहिँ गर्दाखेरि अलि मलाई पनि अलि चित्त नबुझे जस्तो भिडियो। म खेल्दिनँ भन्दै पनि क्लिपमा त्यस्तो नहालौँ नखेलौँ भन्दा नि खेल्न बाध्य बनाएर खेले जस्तो भएको थियो। त्यसमा चाहिँ केही होइन, गीत राम्रो हो, फेरि त्यसमा हेर्नै नहुने सुन्नै नहुने गीतै नराम्रो त होइन नि त, कमेडी टाइपको गीत हो क्या त्यो, बुझ्ने त्यसरी। हजुरलाई तेजेन्द्र परियार नै भनेर हामी एकदमै धेरै सम्मान गर्छौँ। हामी एकदमै म त त्यसरी एउटा पहिला राम्रो कलाकार हुनुहुन्थ्यो, पछि बिस्तारै बिस्तारै त्यो समयले तपाईँलाई परिस्थितिले चाहिँ हटतिर लगिदियो होइन? हट हुनु भनेको मेरो गल्ती होइन के, मलाई हट बनाइन्छ के यार, कस्तो कुरा गर्नुहुन्छ। हट बनाएर भएको हो क्या, म आफै भएको होइन, हट बनाइदिने के। अनि यस्तो के सर, अब अरूले बनाइदिएर हुने होइन नि त, अब जसले खिच्छ त्यसले बनाइदिने हो मलाई अर्थ। मैले फेरि तपाईँ फेरि त्यस्तो उश्रृङ्खला त्यो उसरी गर्दै नै त हुन्थ्यो। होइन मैले नचाहिने काम गरेको छैन, हेर्नुहोस् हेर्नै नहुने काम गरेको भए अलग कुरो ल होइन। त्यहाँ अब कहिला कसैका छोरी बुहारीलाई नङ्गाइदिएको भए अलग कुरो, तेजेन्द्र नाङ्गै हिँडेको पनि छैन। छैन नराम्रो काम गर्नुभयो होइन, जोस रमाइलो गर्ने क्रममा चाहिँ त्यही खिचेर हालिदिन्छ। यस्तो हो कि जुन देशमा पनि हामी नेपाली स्वाभिमान छौँ भन्छन्, अब अरू देशमा पनि त्यो स्वाभिमानी देशीका त्यहाँका देशका मान्छे होला नि त होइन। त्यस्तै हो कि हिन्दू संस्कार हाम्रो यो परम्परा हेर्दाखेरि अलिकति त्यसले गर्दा हामीलाई डिफेन्समा पारेको। ओन्ली 3 मिनट्स च्यालेन्जमा छौँ आज हामी होइन। पक्कै पनि नियमहरू यहाँलाई च्यालेन्जमा हुनुहुन्छ तपाईँ। सर्वप्रथम हजुरलाई म खाता लगाएर चाहिँ स्वागत गर्न चाहन्छु। ल स्वागत छ हजुरलाई धेरै धेरै धन्यवाद छ। ल अब आज यतिको मान्छे आउनु भएको छ, तपाईँलाई दर्शकले कलौटे भने पनि तेजेन्द्र भने पनि मायाले भन्नुभएको छ, यति धेरै माया गरिदिइराख्नु भएको छ। दर्शकको माया छ र तपाईँ यहाँसम्म बाँच्नु भएको छ। सधैँभरि यस्तै आशीर्वाद दर्शकको चाहिँ रहिराखोस्, हाम्रो पनि धेरै धेरै शुभकामना भन्दै अब चाहिँ हामी कार्यक्रमको पहिलो चरणमा चाहिँ प्रवेश गर्छौँ है त। हामी पहिलो चरणमा चाहिँ के गर्छौँ भने 3टा प्रश्नको उत्तर दिनुपर्ने छ। हजुरले 3टा प्रश्न सोध्छौँ, 3टा प्रश्न सोधिसकेपछि 3टा मध्ये 2टाको उत्तर चाहिँ तपाईँले दिनुपर्ने हुन्छ। 2टाको उत्तर दिनुभयो भने हजुर हाम्रो च्यालेन्जमा चाहिँ प्रवेश गर्नुभयो। यदि 2टाको एन्सर दिन सक्नु भएन, तपाईँले एउटाको मात्रै दिनुभयो भने तपाईँ चाहिँ हाम्रो च्यालेन्जमा चाहिँ प्रवेश गर्न सक्नु हुँदैन है त। धेरै कडा त छैन नि, अब ठिकै छ। अब यस्तो के जान्नेलाई चाहिँ सजिलै हो। यसको नियम चाहिँ के छ भने जस्तै तपाईँलाई मैले प्रश्न सोध्छु नि, प्रश्न बुझ्नु भएन भने तपाईँको टाइम सुरु हुनुभन्दा पहिला नै 3 चोटि सोध्ने, प्रश्न फेरि भनेर सोध्ने। जब टाइमर सुरु हुन्छ नि, टाइम सुरु भइसकेपछि तपाईँले त्यो प्रश्न चाहिँ फेरि सोध्न सक्नुहुन्न है, त्यो पाउनु हुँदैन यसको नियम अनुसार। हामी प्रश्नतिर प्रवेश गरौँ है त। पहिलो प्रश्न यहाँको लागि छ, मान्छे जतिसुकै गोरो भए पनि, राम्रोसँग सुन्नुहोस् है, मान्छे जतिसुकै गोरो भए पनि त्यसको एउटा चिज चाहिँ कालो नै हुन्छ कि, त्यो चिज चाहिँ के होला भन्नुहोस् त। मान्छे जतिसुकै गोरो भए पनि त्यो चिज चाहिँ कालै हुन्छ। त्यो एउटा चिज छ, त्यो चाहिँ कालै हुन्छ क्या त्यसको। अब त्यो अब मान्छे त गोरै हुन्छ, एउटा चिज कालो भनेपछि त मान्छेमै हुने चिज हो। मान्छेमै हुने हो होइन? अलिक गाह्रो छ। अब हजुरको टाइम सुरु गर्छु है म। प्रश्न बुझ्नु भयो? बुझ्यो। मान्छे जतिसुकै गोरो भए पनि त्यसको एउटा चिज चाहिँ एकदमै कालो हुन्छ। सुरु गरौँ। 1 मिनट भित्रमा तपाईँले यसको उत्तर दिनुपर्ने हुन्छ है त। त्यो कपालै होला के? ल है त साथीहरू, उहाँको टाइम चाहिँ सुरु भयो। ल कपालै होला। कपालै हो?
अझै पनि हजुरलाई चान्स है कपाल चाहिँ होइन ल अब मान्छे जति गरो भयो नि कालो सुन्नु न अब कपालै हो भने त यो मानव जात पृथ्वीका सबै मानव जातिहरू मान्छे हुन् नि त तपाईँको विदेशी मान्छेहरू हुनुहुन्छ विदेशी मान्छेहरूको खैरो हुन्छ त कपाल अङ्गाकै चिज जस्तो लाग्यो मलाई आइसक्यो ल है। तर मान्छे चाहिँ जति गोरो भयो नि कालै हुन्छ है मान्छे जति गोरो भयो भने त्यसको एउटा चिज चाहिँ कालै कालै हुन्छ क्या एउटा चिज चाहिँ कालै हुन्छ है कालो हुन्छ ओहो गाह्रो पो भयो त मलाई त गाह्रो भयो यो हुन चाहिँ हाम्रै शरीरमा छ कालै हुन्छ हाम्रै शरीरबाट बन्ने चिज लेडिज जेन्ट्स जेमा भए पनि कालै हुन्छ छोरा मान्छे छोरी मान्छे भन्ने कुरै भएन क्या हुने कुरा दुईटैमा हो तपाईँ टाइम गइसक्न लागिसक्यो फेरि 55 56 57 ल है साथीहरू गइसक्यो सिद्धियो अब मलाई आउन आए जस्तो लाग्यो तर म किनभने भनिन्छ यार यो। ल पहिलो प्रश्नको उत्तर हजुरले दिन सक्नु भएन सकिनँ म सकिनँ अब हामी दोस्रो प्रश्नतिर लागौँ है त क्यान्सरलाई नेपालीमा के भनिन्छ अब तपाईँको टाइम सुरु गरौँ बुझ्नुभयो प्रश्न ल ल सुरु भयो त अब यस्तो हो कि आउँदा त धेरै आउन त्यहाँदेखि दिमाग चलाउने काम हो यो अलि धेरै तपाईँलाई कहीँ कतै चाहिँ थाहा पाउनु भएको छ भएको छैन यहाँभन्दा पहिला म त्यति यो यस्ता प्रश्न खासै छैन गाउँ खाने कथाहरू जब मात्रै चाहिँ बढी चाहिँ सोधाइ हुन्थ्यो आए जस्तो लाग्छ है मलाई अर्बुद हजुर अर्बुद 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 फिक्स हो फिक्सै होला स्योर हुनु है स्योर ल अर्बुद नै हो ओहो अझै पनि समय छ है तपाईँसँग होला ल 7 सेकेन्ड छ होइन तपाईँसँग फिक्सै होला फिक्स हो फिक्स होला ल साथीहरू उहाँले दोस्रो प्रश्नको जवाब चाहिँ एकदमै सही टाइममा दिनुभएको छ ल तपाईँलाई धेरै धेरै बधाई छ एउटा प्रश्नको चाहिँ जवाब दिइसक्नु भएको छ अर्बुद नै हो अब तेस्रो प्रश्न चाहिँ तपाईँको लागि छ पोखराको बिचमा के पर्छ पोखराको बिचमा प्रश्न बुझ्नुभयो टाइम सुरु है बिचमा के पर्छ ल ओके ल 1 मिनट छ है तपाईँसँग समय टाइम नसकिँदै भन्न पाइन्छ टाइम नसकिदियो भन्ने टाइम गएपछि भन्न पाइन्न टाइम सिद्धिको नि पोखरा बिचमा त ताल पर्छ नि त कहाँको ताल फेवाताल फेबताल फेवाताल त होइन होइन फेवाताल त होइन नि कहाँ हुन्छ ओहो पोखराको बिचमा त अब यता आउने बेला महेन्द्र पुल त पर्दैन नि महेन्द्र पुल महेन्द्र पुल होइन हुन त महेन्द्र पुल पोखराको मुटु भन्छन् भन्नलाई होइन तर महेन्द्र पुल चाहिँ होइन ओहो यो अक्षर जस्तो लाग्यो अलिअलि एकचोटि माइन्ड घुमाउनुहोस् ल पोखरा को बिचमा के पर्छ पोखरा ल 40 सेकेन्ड गइसक्यो पोखरा भनेपछि यो अक्षरकै नाम हो पोखरा 50 सेकेन्ड गयो ख पर्छ ख पर्छ डन समय छ अझै डन ल डनै हो ओहो ल बधाई छ ल हाम्रो तेज साललाई बधाई छ साथीहरू एकदमै उहाँले ठ्याक्कै अझै बल्ल तपाईँ छिटो भनिदिनु रहेछ तेजेन्द्र परियार मान्छे उशृङ्खला कार्यहरू मात्रै गरेर हिँड्ने होइन दिमाग पनि रहेछ भन्ने कुरा यहाँबाट चाहिँ प्रश्न हुन्छ कि उहाँले एउटा प्रश्नको चाहिँ उत्तर दिन सक्नु भएन अलिक गाह्रै पर्छ क्या त्यो गाह्रै पर्यो नि त तर दुईटा प्रश्नको चाहिँ उत्तर दिइसक्नु भएको छ अब उहाँ च्यालेन्जमा प्रवेश गरिसक्नु भयो है साथीहरू 1 2 3 4 5,000 तपाईँले पैसा देखाएर लोभ देखाउनु नगर्नुहोस् होइन किन यो पैसा यो मासु छ नि जति छ नि यो मासु 3 मिनटमा तपाईँले सिद्धाउनुहोस् 3 मिनटमा त के सकिएला हो अब त्यो त अब च्यालेन्ज हो नि त च्यालेन्ज एक्सेप्ट गरेर आउनु भयो नि त तपाईँ होइन अनि मसँग फोन बोल्दाखेरि त 1 केजी मासु होइन म 2 केजी मासु सिधाइदिन्छु भन्नु आएन तपाईँले कहाँ त्यस्तो भन्छ त्यो फोनमा बोले जस्तो हुन्छ सर गफ गरे जस्तो के सर अनि खानु पर्यो नि त त्यही त मलाई त साँच्चीकै नहोला भन्ने लाग्यो नि कसम रियलमा होला जस्तो लाग्यो नि त म त यहाँ रियलमै रहेछ अब के त हजुरको लागि चाहिँ के छ भने होइन हजुर। तपाईँले जुन हाम्रो नियमलाई चाहिँ एकदम फलो गर्नुभयो र नियममा हाम्रो नियम अनुसार चाहिँ तपाईँले दिइसक्नुभयो प्रश्नको उत्तर चाहिँ दिइसक्नुभयो दुईटा होइन दुईटै दिनु पर्थ्यो दुईटा दिइसक्नुभयो तिनटामा दुईटा हो नि त एउटा जान्नु भएन अब त्यो नजाने पनि केही भएन अब तपाईँको अगाडि चाहिँ यत्रो मासु छ यो मासु चाहिँ के छ भने हड्डी चाहिँ त्यसै फाल्न पाइन्न है यो कुरकुरे हड्डी चाहिँ चबाउनु पर्छ फेरि मासु खाने हड्डी कहाँ खान्छ अनि तपाईँले चाहिँ अनि जति यो निखारेर खानु पर्यो जस्तै यो छालाहरू छ नि यो छालाहरू पनि हजुरले केही पनि फाल्न पाइँदैन है छालाहरू पनि फाल्न पाइँदैन हाम्रो नियम त हुन्छ नि त तपाईँले यो छालाहरू पनि केही फाल्न पाउनु भएन अनि त्यसपछि अनि यो हड्डीहरू पनि फाल्न हड्डीहरू चाहिँ अब साह्रो हड्डीहरू चाहिँ तपाईँले फाल्न पाउनुभयो समय सुरु गरौँ यो मासु यो च्यालेन्ज गराउँदाखेरि नि यो हड्डीहरू राख्न हुन्न नि सर अड्केर मान्छे ठरै हुन नि सक्छ नि त्यस्तो होइन नि सर हड्डी त तर्काएर तपाईँले चिन्नु पऱ्यो नि त मासु त गाउँको खाना पारेर त त्यसरी हाल्ने नि त टक 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 पारेर त मिलाएर खाने हो नि त कहाँ खान सक्छ यार यत्रो मासु तपाईँ हावा कुरा गर्छ यार तपाईँले त्यसो भन्नुहुन्छ खाना पर्यो खान सक्छ फोनमा तपाईँले 5 किलो नि भनिदिनु 2 किलो खान सक्छु भने तपाईँले हिजो कहाँ सक्छ यार सक्छु भनेको होइन त्यो त म जिस्केर खाउँला भन्ने अहिले आएर मलाई तपाईँ ठिक लाउनु छोड्यो यार सर यार अलि अब 1-2 घन्टै लाएर खाने भए त 3 मिनटमा तपाईँ
तपाईँले यो मासु सिधाउनु पर्छ भनेर भनेको के मैले अब त्यो त अहिले यहाँ आएर पो 3 मिनेटको कुरा भयो त अनि मैले- च्यालेन्ज मात्रै छ सर मासु खाने हो कि को खाने हो भन्नुभयो तपाईँ ढाट्नु भयो मलाई तपाईँले ढाट्नु भयो ओन्ली 3 मिनट्स च्यालेन्ज भनेको हो कि मैले हिजो तपाईँलाई है फोन गर्दै त्यो भनेको थियो हजुरले के बुझ्नुहुन्छ सर यार तपाईँ झ्याप हुनुहुन्थ्यो कि हिजो म कहिले कहाँ तपाईँ रक्सी खान्न मैले यार तपाईँ कस्तो रक्सी खाएको झ्याप शिव 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 पाप बोले कि अब अहिले त पापै बोल्नुभयो तपाईँ यार तपाईँ पहिला जे जस्तो भयो भने अब चाहिँ रक्सी खानुहुन्न म रक्सी खाम यार म मासु खाउँ यार म यार दुध खाउँ यार दही खाउँ तपाईँलाई के टेन्सन यार होइन मलाई टेन्सन हुन्छ नि त्यो त टेन्सनको कुरा होइन तपाईँको काम जे हो त्यही गर्नुहोस् ओके अब चाहिँ तपाईँसँग च्यालेन्ज सुरु स्टार्ट नाउ यस्तो चिसो मासु खुवाएर मार्न त चिसो मासु होइन यो गर्मी छ गर्मीमा चिसो खाएर केही हुँदैन सर ल चिसो पनि छैन तातो तपाईँले आजै पका त आजै पका आजै पका कहाँ त्यस्तो तपाईँलाई खानै पर्छ यो यो खानै पर्छ 3 मिनटमा सिद्धाउनु पर्छ तपाईँले हिजो 2 किलो सिद्धाउँछु भने मान्छेले आज 1 किलो नसिद्धाउनु मैले त 2 किलो भने होइन च्यालेन्ज त खेलाउला सर के हो यता सकेसम्म सिद्धाउनुहोस् यो 5000 रुपियाँ हैन त त्यो पैसामा तपाईँले मलाई यो एकदम 5000 यो रोगी बनाउनु होला जस्तो 5000 लानुभयो भने त तपाईँलाई यार के गर्नुहुन्छ यो 5000 रुपियाँ जित्नु भयो भने ल भन्नु त त्यो के गर्ने हो र केही नै के गर्ने हो र त्यो 5000 घर किन्ने होइन घडेरी किन्ने होइन भन्ने रे म फर्स्ट च्यालेन्ज गर्दैछु फर्स्ट च्यालेन्जमै अब मैले हान्नै पर्ने भयो त यार मलाई यार यस्तो यतिसम्म आज देखाउने ब्याङ्कर ल सुरु गरौँ ल रेडी ल ल 3 2 1 सुरु गो ल है त टाइम सुरु भयो है ल होस् ल है साथीहरू एकदमै कसिनु भएको छ हाम्रो सर तपाईँ यस्तो सासारो हड्डी राख्नुहुन्न नि त यार मासु ल्याउँदा मासु त काट ल्याउने त नि अनि मासु त गम साथीहरू म एकदम ढुक ढुक भइरहेको छु 5000 रुपियाँ हातमा छ नि त फेरि यता दिनलाई म एकदमै उत्साहित छु है ल हाम्रो सरले जित्नुहुन्छ यो 5000 रुपियाँ चाहिँ लानुहुन्छ भन्ने म एकदमै एकदमै आशावादी छु है 1 मिनट सकिन लाग्यो बल गर्नु ल कति भयो 1 मिनट 17 सेकेन्ड ल है हाम्रो तेजेन्द्र सर है साथीहरू एकदमै मजा आइरहेछ तपाईँले पनि हेर्दै हुनुहुन्छ उहाँले एकदम मजाले खाइराख्नु भएको छ अब उहाँको यो खुवाइ चाहिँ एकदम बवाल लाग्यो मलाई चाहिँ 1 मिनट 44 सेकेन्ड 45 सेकेन्ड हाम्रो यो पैसाले त्यत्रो साला गर्मी भयो यार अम्किदिनु पर्यो साला गर्मी भयो नि त हेर्नु चाहिँ साथीहरू अब सकिँदैन हट्टे फाल्यो यार टिचर त छोडिदिनुहोस् न 54 55 56 57 58 59 60 अब म हारिसकेँ गाइस मैले उहाँलाई यो ल त यो सबै खानुहोस् ल कति मिनटमा सक्नुहुँदो रहेछ ल हेरौँ सकिँदैन कति मिनटमा सकिँदो रहेछ हेरौँ न त ल म सक्दिनँ 3 मिनटमा सक्नु भएन सबै कति मिनटमा सक्नुहुँदो रहेछ हेर्नु न त ल साथीहरू एकदमै रमाइलो भइरहेको छ गेम हाम्रो तेजेन्द्र सरले एकदमै धेरै प्रयास गर्नुभएको हो तर प्रयास गर्दा गर्दै पनि उहाँले चाहिँ अलिकति सक्नु भएन अब यो कतिमा सक्नुहुन्छ त ल खानुहोस् न खानुहोस् अहिले त मलाई पुगिसक्यो कहाँ पैसा गर्नुहुन्छ ओन्ली 3 मिनट्स च्यालेन्ज ब्रो कति मिनटमा सक्नुहुन्छ 4 मिनट 8 सेकेन्ड भइसक्यो साथीहरू अब उहाँले कति मिनटमा सक्नुहुन्छ चाहिँ हेरौँ न त अब यो पैसा उहाँलाई दिन मन थियो तर के गर्नु अब एकदम लक्की पैसा रहेछ यो मेरै खल्तीमा आयो धेरै धेरै धन्यवाद तेजेन्द्र सर भनेर भन्न मन त थिएन उहाँलाई चाहिँ यसरी टक्क गनेर सर तपाईँको हातमा भनेर टक्क दिएर टक्क हात मिलाएर टक्क गर्न मन थियो तर के गर्ने भइदिएन सोचेको जस्तो मलाई पुग्यो सरी यार मलाई गाली गरेर पनि जेसुकै गरेर मलाई पुग्यो भनेपछि सक्नु भएन पहिला पनि धेरै च्यालेन्जहरू गर्नुभयो नि तपाईँले पहिला गरेको च्यालेन्जमा र आज गरेको च्यालेन्जमा चाहिँ यो त धेरै डिफरेन्स छ यार यो च्यालेन्ज त यार 3 मिनेटमा 1 किलो मासु खान्छ कसैले हामी नेपालीले यस्तो खाने मान्छे आयो भने के गर्नुहुन्छ खाने मान्छे आयो भने मैले चाहिँ प्रायोजन गरिदिउँला कसम ल अहिले भयो फेरि सर होइन झुट बोल्न पाइन्न नि फेरि कति प्रायोजन गर्नुहुन्छ ल ठ्याक्कै बोल्नुहोस् 5000 स्योर हो दर्शकबिन यदि हजुरले हेर्दै हुनुहुन्छ र तपाईँले चाहिँ 1 केजी मासु 3 मिनटमा सक्नुहुन्छ भने
हामीलाई सिधा सम्पर्क गर्नुहोस् माथि स्क्रिनमा दिएको नम्बरमा। तेजेन्द्र परियारले दिन्छ ल प्राइज। त्यसको चाहिँ प्रायोजन तेजेन्द्र परियार सरले चाहिँ गर्छु भन्नुभएको छ। फेरि झुट बोल्न पाइँदैन, म यो भिडियोमा मलाई फोन गर्नु ल 1 केजी मासु खाने मान्छे ठ्याक्क आयो भने म 3 मिनेटभित्र खायो भने मैले चाहिँ 5000 दिने। स्क्रिनमा नम्बर छोडेका छ माथि, यो नम्बरमा चाहिँ हजुरले फोन गर्नु होला। किन तपाईँलाई मासु मन पर्दैन क्या हो ठ्याक्कै? त्यति धेरै खाँदैन के म। खाने मान्छे त खान्छन् कि तपाईँको त च्यालेन्जहरूमा त च्यालेन्ज गर्नको लागि त खतरा मान्छेहरू हुन्छ नि, मासु खानको लागि त बाघ जस्तै हुन्छन् कोही कोही त होइन। खान्छन् कसैले, हाम्रै अगाडि नि धेरै हो। मैले पनि तपाईँलाई त्यस्तै सोचेको थिएँ, तर मासुमा चाहिँ अलिकति तपाईँले त्यति धेरै उसै गर्नु भएन। आधा किलो त लगभग सक्नु भयो होइन? लगभग आधा चाहिँ सक्नु, आधा खायो होला, आधा चाहिँ खानुभयो। पहिलोचोटि नै तपाईँलाई मैले यसरी बोलाएर यहाँ यसरी च्यालेन्ज गर्दाखेरि तपाईँलाई कस्तो अनुभूति भइरहेछ? ठुलो अनुभूति भयो मलाई चाहिँ। यो मासुमै च्यालेन्ज होइन होला, पिउने पदार्थहरू जस्तै हुन्छ नि कोकहरू फ्यान्टाहरू, अब जस्तै होइन हुन्छ नि जुस सुस होइन, अब गर्मी समय यस्तो होला जस्तो अब त्यति ठुलो नगराउनु होला भन्ने लाग्थ्यो मलाई। यो यत्रो मासु खाने, बरु मासु खाने छ है सर भन्यो भए त म अरू अन्य साथीहरूलाई बरु यहाँ पठाउँथ्यो होला के। म आउने थिएन, नै आउँथे नआउने त होइन, यो कार्यक्रममा आउनु पर्छ। हामी चाहिँ यो कार्यक्रम सदाभर रहिराखोस्। आज मलाई फर्स्टचोटि ल्याएर मासु खुवाउनु भयो, अर्कोलाई अब फेरि आँसु खुवाउनु होला है, यस्तो काम नगर्नुहोस् तपाईँले भन्छु है म। तर मैले तपाईँको च्यालेन्ज चाहिँ सहजै स्वीकारेर म काम गरेँ हौ। ल च्यालेन्ज स्वीकारेर आउनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद। आजको मेरो सबैभन्दा पहिलो पाहुना पनि हुनुभयो तपाईँ। हाम्रो यो ओन्ली 3 मिनट्स च्यालेन्जमा चाहिँ तपाईँ सहभागिता हुनुभयो, यो नै हाम्रो लागि एकदमै गर्वको कुरा हो तेजेन्द्र सर। र अन्तिममा जाँदा जाँदै चाहिँ तपाईँले के भन्नुहुन्छ हाम्रा आदरणीय दर्शक श्रोता जतिले पनि हामीलाई हेरेर बस्नुभयो अहिलेसम्म चाहिँ एकदम रमाइलो अनुभूति गर्नुभयो, हाँस्दै कति कतिको बेला चाहिँ तपाईँको अब सक्छ कि जस्तो पनि लाग्यो होला, सुरु गर्दाखेरि त ओ तेजेन्द्रले अब फाड्ने भयो जस्तो पनि लाग्यो होला होइन दर्शक श्रोताहरूलाई। पक्कै पनि 2 मिनट सिद्ध आउँछ होला। हाम्रो जुन त्यो यो स्पोन्सर गर्ने साथीले भन्नुभएको थियो नि त्यस्तरी पनि अरूले पनि सम्झिनु भयो होला। अब उहाँलाई चाहिँ के भन्न चाहनुहुन्छ तपाईँ? दर्शकहरूले तेजेन्द्रलाई जतिले पनि माया गर्नुहुन्छ, तेजेन्द्रका धेरै कुराहरू आइसकेका छन्, ती पुरै कुरा हेरिदिनु होला, माया गर्नु होला। छिट्टै लाख करस मेरो फेरि यो भ्युज लाख पुग्दा बित्तिकै, भ्युज लाख पुग्ने बित्तिकै उहाँले मलाई यहाँ ल्याएर सम्मान कार्यक्रम र मायाको चिनो प्रदान गर्छु भन्नुभएको छ। सरलाई एकदम धेरै धेरै धन्यवाद। एकदम यो त प्रतिबद्धता म दर्शककै अगाडि भन्छु, दर्शक एकदम मनदेखि भनेको मलाई मात्रै नभएर जति पनि कलाकारहरू आउनुहुन्छ 3 मिनट च्यालेन्जमा सबैले चाहिँ मायाको चिनो पाउने काम गरिदिनु होला। अनि सबैले यो भिडियोहरू सेयर गरिदिनु होला, राम्रा कमेन्ट गर्नु होला, नराम्रा कमेन्ट नगर्नु होला, यही भन्न चाहन्छु। म चाहिँ यही भन्दै म कलाकार तथा मोडल आज मासु खाने पनि भएँ फेरि। धन्यवाद धन्यवाद। ल हजुरलाई बिदाई गरेँ मैले। दर्शकबिन पक्कै पनि आज हामी ओन्ली 3 मिनट्स च्यालेन्जको यो पहिलो श्रृङ्खलामा हामीले तेजेन्द्र परियारलाई बोलाएका थियौँ र उहाँले निकै रमाइलोसँग चाहिँ खाने प्रयास गर्नुभयो र रमाइला कुराहरू पनि गर्नुभयो। हाम्रो यस कार्यक्रमलाई हेरेर बस्नुहुने सम्पूर्ण आदरणीय दर्शक श्रोताहरू सुरुदेखि अहिलेसम्म हेर्नुभयो, तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो पहिलो श्रृङ्खला हो ओन्ली 3 मिनट्स च्यालेन्ज। यो 3 मिनटमा चाहिँ कम्प्लिट गराउनु पर्ने च्यालेन्ज हो। यो च्यालेन्जलाई एकदमै धेरै माया गरिदिनु होला। हजुरहरूको माया साथ अनि सपोर्ट पायौँ भने पक्कै पनि भोलिका दिनमा अझै उत्कृष्ट कार्यक्रमहरू लिएर यहाँको माझमा हामी आउनेछौँ र यहाँको मायाको अपेक्षा गर्दै अहिलेलाई भने यो कार्यक्रमबाट म सुभाष गदाल पनि ओझेलिन्छु। यहाँहरू सबैको बाँकी पल शुभ रहोस्, स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्। जय नेपाल।